ल बर्थडेको तयारी सुरु हुँदैछ पूजाले चट्ट बाल्दैछिन् ल यी फोटोग्राफरहरू रेडी छन् रेडी अवस्थामा छन् फोटोग्राफरहरू ल रमाइलो हुँदैछ है ल ल ह्याप्पी बर्थडे भन्ने हैन ल छिटो 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 ल ल ल आयो झर 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 ल ल लाइभ लाइभ देखाइने है ल ल ल ल ल ल ल ह्याप्पी बर्थडे भने सबैले Happy birthday to you. Happy birthday to you. ल चिच्याउनु अलि ल भाउजू विश मागेर फु गर्ने है एकैचोटी विश माग्नु पहिला म त ननी हो विश मागेर फु गर्नु ल मेरो यो साल राम्रो होस् नपोली गर शान्ति होस् ल ल एक फु गरेको पछि ल यही अहिले एकछिन मलाई दिन फु गरे गरे फु गरे के गरे दिलास धेरै कोठा ननिकाले राम्रो खोइ कोही चिच्याउँदै चिच्याउनु ताली बजाऊ एकचोटि ल भरर ताली बजाऊ त ल एकचोटि सबैले भरर ताली बजाऊ त ल ल ल भाउजू ल ल भाउजू यो काट्नु के गर्नु मैले काट बस्नु न दिदी हजुरले काटेको यति छैन अहिले दिदी बाबा टिका लगाइदियो त्यो ल यति बोल्नु भयो नि यति रिस उठ्यो मलाई त के नि हो काटेर हैन बत्दैछ अब आमाले कहिले चक्लेट ल्याइदिनु चक्लेट खान्छु भनेर बसेछु यता फर्का देखाइ दिदीले खोइदिनु सान मम्मीले पहिलो खुवाउने हो नि त बाबु खै त मम्मीले खुवाइदियो ल ल टिका टिका ल्याउनु पर्यो टिका थाङ्गमा खुवाइदियो भने यसै लाउने रे किन आमै टिको टिका केकले उ गरे टिका लाउनु त्यसको लागि त अङ्कल हुँदै हुँदै काका ल्याइदिनु भन्ने मात्रै हो हैन रातो टिका लाउनु लाउनु पहिला दिदीले खाइदिनु न अनि त्यही भएर अगर फेरि यति खाइदिनु के गर्छ होला ल ह्यापी बर्थडे फेरि जहिले राखिदिनु भएको भाउजूले सबै ह्यापी बाबा त्यही भनेको मैले कति राम्रो दिइदिन्छु ल मेरोबाट दिन्छु कति राम्रो खिच्यो ल दुई बहिनी लु गरेर त त्यो त मम्मीहरु त भन्ने मात्रै हो कति राख्दिन भनेर फोटो भिडियो खिचेर पूजा लाउनु यसबाट बनाइदिनु ल यार कान्छेले कति राम्रो बनाइदिन्छ छिटो सिधा बनाइदिनु के यसरी भाउजू केक खाउदियो न सिधा बनाउने केक खुवाउने हैन ओहो ल छोरीको गिफ्ट मैले गिफ्ट पहिले नदिने मैले गिफ्ट पहिले नदिने ल तिमीले गिफ्ट दिन्यौ पहिले नदिने कहिले दिन्छौ त कहिले दिन्छौ त पहिले नदिने हो नि थ्याङ्क यू दुईले सानी दिन्छ भिडियो खिचिदिनुहोस् के भनेको मम्मीले कुरो बिगारेर हो नि छोरी छोरी हजुर बर्थडे गर्ने कुरो बिगारेर हो भिडियो खिच्न माग्दैन देऊ भाइ आज काटेर अरु के खानु पर्दैन ल ल खाऊ खोइ छोरा खोइ पूजाले पाउँछ सबैले खुवाइदियो हैन सकियो अब खोइ ए हजुरले खानुहुन्छ है
मेरो बाल बाँकी छ भने बस्ती थियो दिदीको बालै बाँकी छ भने ल जान भयो कति वर्ष हुनुभयो आज म त भन्नु 41 भर्खर 30 वर्ष के 41 अब चाहिँ उमेर क्यान्सल त यसो गर्न थालो तिमी मामा फर्स्ट त्यसो सानो मम्मी त्यसपछि तिमी रहेछ किनकि दिदी सानो मम्मीको दुईटा दिदी ठुलो भइसकेछ अरे उसको तर्क त खत्रै हो धेरै नलाग्यो त गालोमा लाग्छ सक्ने भयो ल कान्छी टिका लगाइदियो तिमीले नि जाऊ लगाइदियो सानो मम्मीलाई ल जा टिका लगाएर दिए का बाबु ल जा टिका लगाइदेऊ ल यो कसले भन्नु तँ पर्दैन कि त्यो ब्याक गर्छ गर्न केटीकेटीले जे गर्छ रमाइलो हुन्छ त्यही हो रमाइलो ए यसमा हालेर सरप्राइज दिने हो हैन उ यहाँ माथि कसरी बनाउनु प्लास्टिक बन्डाउनु पर्दैन के पर्दैन भन्दैन यसरी चाहिँ ल के जान्छ यही हो क्या रमाइलो के गर्ला आज बाबु ल जाऊ पहिला केको टिका लगाइदेऊ अनि यसरी देऊ ल फेरि फेरि ल केटा साइडमा राखेको खोइ मोबाइल भएको छ बनाइदिनु न कान्छी केको टिका लगाइदेऊ लगाम अँ पहिले ल्याउनु त छिटो एका पखाइ भन्छ पखाइ कान्छा पखाइ भिडियो बनाउने अनि लगाइदेऊ खुवाइदेऊ बर्थडे हुने मान्छे त चुप्प लाएर गरे पो रमाइलो हुन्छ क्यारे यहाँ मलाई भिडियो चाहियो चुप ल बनाउनुहोस् पूजा स्टार्ट ह्याप्पी बर्थडे ह्यापी बर्थडे अलि बेसी भन्नु ह्याप्पी बर्थडे ह्यापी बर्थडे ल थ्याङ्क यू देऊ ए त्यो गिफ्ट देऊ न गिफ्ट केक खुवाइदिन्छु अनि गिफ्ट देऊ ल ल ल त्यस्तो देऊ ल थ्याङ्क यू बाबुले मलाई गिफ्ट दिएको ओहो यो अझै थाहा छैन खोइ के हो थाहा छैन। हेर्नु न हेर्ने हेरेको ल हेरेको पनि बनाइदिनु न हेर्नु न भने हेरेको बनाइदिनु ओहो यत्रो होइन नि ए ल थ्याङ्क यू ओ मम्मी किन्थ्यो तिमीले होइन ए ल यत्रो छानो किनिदिए ल मम्मीलाई किन यत्रो छानो किनिदिनु भनेको उहाँ दिदीले दिएको हो हुन्थेन आफै ल ल अब पूजा सबै ताली त बजा ल भाग लगाऊ ताली त बजाउँछ ताली त म ताली पनि बजाएनन् को? बाबुले दिएको म चाहिँ बजाएको छु अब प्लेट ल्याउनु गाइज ह्याप्पी बर्थडे ल ल ह्याप्पी बर्थडेको रमाइलो हुँदैछ है ल सबभन्दा बाबुकोमा आछ चिकन हाल्ने पर्ने जस्तो के अब म उठ्नु भएन बर्थडे गर्नु भएन म उठ्नै भयो क्यामेराम्यान यो मासु निकाल्ने भाँडा मलाई एउटा चम्चा पनि ल्याइदेऊ है कान्छी